जय मसीह सबैलाई गुड मर्निङ। आशा छ तपाईँहरूको रात रमाइलै भयो र शुभ बिहान आरम्भ भयो। र आजको वचन गलती 1:4, परमेश्वर हाम्रो पिता इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उहाँले आफूलाई हाम्रो पापहरूको निम्ति दिइहाल्नु भयो है। परमेश्वरले आफ्नो पुत्रलाई दिनुभयो। यसको मतलब चाहिँ प्रभु यीशुलाई संसारमा हाम्रो पाप हरण होस् भनेर मान्छे साह्रै पापमा डुबेको कारण चाहिँ हाम्रो निम्ति उहाँ एउटा वकिल बनेर आउनुभयो। जसो गरी अब एउटा कमिला है, कमिला बिमार छ। अब उनको भाषा बुझ्नुको लागि हामी हाम्रो यो डोठे हातले पक्रेर त्यसलाई इलाज गरौँ भने हुँदैन। त्यही कारण चाहिँ कमिलाको भाषा कमिलाले मात्रै बुझ्छ। त्यही कारण मान्छेको दुःख दर्दहरू सहनुको बुझ्नुको लागि पुत्र यीशु ख्रीष्ट संसारमा दिनुभयो पिताले। अनि हाम्रो पापहरू, हामी पापी भएको कारणले, आदि माता पिताले पाप गरेको कारण हाम्रो स्वभावमा पाप झल्कियो। त्यही पाप हरण गर्नुको लागि चाहिँ परमेश्वरले प्रभु यीशुलाई हाम्रो निम्ति दिनुभयो। यसको मतलब चाहिँ मैले चोर्यो, मेरो निम्ति चाहिँ वकालत गर्नुको लागि एउटा वकिल हुनुपर्छ अनि मात्रै मेरो विजय हुन्छ है। मेरो दोषहरू मेटाउनुको लागि वकिलले मात्रै, मान्छे मारेर गए पनि होइन, वकिलले मात्रै केस गरेर हामीलाई केस जित्नुमा सफल बनाउनुहुन्छ भने त्यस्तै प्रकारले प्रभु यीशु हाम्रो निम्ति वकिल बन्नुभयो र हाम्रो वकालत गरेर हामीलाई पापबाट छुटकारा दिनुभयो। र अब उसो हामीले बोका बर इत्यादिको बलिदान रगत दिनुपर्ने छैन, कारण उहाँले नै क्रुसमा हाम्रो निम्ति सबै कुरा सहनुभयो। यसकारण उहाँ नै हाम्रो मुक्तिदाता हुनुहुन्छ, जीवनदाता हुन्छ हामी पापीको। र सबैभन्दा डर चाहिँ परमेश्वरको मान्नुपर्छ। देवताहरू उहाँले बनाउनु भएको, भगवानहरू उहाँले बनाउनु भएको, विशेष गरी परमेश्वर, परम ईश्वर, परम भगवान चाहिँ परमेश्वरै हुनुहुन्छ, प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। यसकारण हामी अब उसो हामी पाप नगरौँ, एक अर्कामा हामीले माया ममता राखौँ। र आजको दिन 6 दिन हामीलाई 7 दिन हामीलाई दिएको छ, 7 दिनमा एक दिन चाहिँ उहाँलाई दिनुपर्छ। धन्यवाद प्रभु, मलाई तपाईँले मेरो परिवारलाई याद राख्नुभयो, एक्सिडेन्टदेखि बचाउनु भयो, हरेक घडी हामीलाई सम्हाल्नु भयो, हामीलाई सबै प्रकारको सुविधा दिनुभयो। त्यसको लागि हजुरलाई धन्यवाद। म पापीमाथि दया गर्नुभयो, धन्यवाद दिनुको लागि आज हामी चर्च जानुपर्छ। जो चर्च जानु सक्नुहुन्न तपाईँले घरमै, परमेश्वर तपाईँलाई धन्यवाद, मलाई नोकरी दिनुभयो, मलाई प्रमोसन दिनुभयो भनेर चाहिँ मलाई रेगुलर गर्ने पनि तपाईँ हुनुहुन्छ भनेर चाहिँ धन्यवाद दिनुपर्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि आउँदो दिनहरूमा यो वचनलाई कोट गरेर तपाईँहरू सामने पेश गरेर तपाईँहरूलाई शिक्षा दिन सकूँ, आफूलाई पनि शिक्षा लिन सकूँ। धन्यवाद। एडभाइस दिइरहनुहोस्। जय मसीह। भाई और बहनों, आज का वचन है गलती 1:4। परमेश्वर ने हम उनकी इच्छा अनुसार वर्तमान दुष्ट संसार से छुटकारा देने के लिए हमको और हमको पाप से छुटकारा देने के लिए पिता ने हम लोग को पुत्र को दिया है। इसलिए अभी कोई बलिदान नहीं करना है, जैसे कि बकरी काट के, बैल काट के, ये सब बलिदान नहीं देना है, क्योंकि हमारा प्रभु यहोवा क्रूस में चढ़ाया गया और हम लोग का पाप धोने के लिए उन्होंने सभी उनका लहू बहाकर हम लोग को बचा लिया। सप्ताह में 7 दिन होगा, 6 दिन हम लोग मांगते रहेंगे और परमेश्वर देते रहेगा, और 7वें दिन में जो रविवार का दिन हम लोग उनको धन्यवाद करेंगे। मेरा परिवार को ख्याल किया और मेरा सभी जो ज़रूरतें को पूरा किया करके उनको धन्यवाद देना है। थैंक यू। प्रे फॉर मी, मेरे लिए प्रार्थना कर दीजिएगा ताकि आप लोग के साथ ये बाइबल का वचन बांट सकूं। धन्यवाद। थैंक यू।